यहाँहरूलाई नमस्कार। आज म 5औं दिनको भिडियो लिएर तपाईहरु सामु आएको छु। पहिला हामीले कन्ट्रोलमा लियौं। जब कन्ट्रोलमा आइसकेपछि भित्र खोरमा बसाल्ने, बाहिर निकाल्ने, भित्र खोरमा बसाल्ने, बाहिर निकाल्ने गरियो। र आज मैले गेट भन्दा बाहिर बाटोमा निकाल्नको लागि यसलाई सुरु गर्दैछु। भर्खर गेटबाट चाहिँ अलिकति 2 मिटर 3 मिटर जस्ट गेट भन्दा बाहिर। त्यसपछि यसलाई बिस्तारै बिस्तारै मैले 10 मिटर 20 मिटर 50 मिटर गरी 100 मिटरसम्म बाहिर लाने कोसिस गर्दैछु। र पछि बाटोमा यतिकै खुल्ला मान्छेसँग हिँड्ने बनाउनको लागि चाहिँ यो प्रयास गरिरहेको छु। अब अगाडिको भिडियोहरुमा बाटोमा खुल्ला डोरी नलाइकन हिँड्नको लागि चाहिँ यसलाई सिकाउँदै छु। हजुरहरुको सल्लाह सुझाव के छ कमेन्टमा लेखिदिनु होला र अर्को भिडियोको लागि लाइक गरिदिनु होला। धन्यवाद। बाहिर निकाल्न खोजिरहेको छु।